नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले अनुवादित जापानी लोककथा किसान र गरीब भगवान लिएर आएको छु। आशा छ तपाईलाई आजको कथा मन पर्नेछ। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। आजको लागि जापानी लोककथा किसान र गरीब भगवान। धेरै वर्ष पहिले जापानको पहाडमा एउटा सानो झोपडी थियो। त्यस झोपडीमा एक गरीब किसान आफ्नो परिवारसँग बस्ने गर्थ्यो। त्यस गरीब किसानले सोच्ने गर्थ्यो उसले जति मेहनत गर्यो उति नै गरीब हुँदै गएको जस्तो लाग्थ्यो। वास्तवमा त्यो सत्य थिएन, किनभने ऊ प्राय आफ्नो काल्पनिक संसारमा नै मग्न हुने गर्थ्यो र कहिले कडा परिश्रम गर्न खोज्दैन थियो। गरिबी बढ्नुको साथसाथै एक दिन उसले छोराछोरीको संख्या पनि बढ्दै गएको महसुस गर्यो। त्यस कुरामा पनि कुनै सत्यता थिएन। उसका 4 सन्तान मात्र थिए। तर किसान र उसकी श्रीमती यति दुखी र गरीब थिए कि उनीहरूका छोराछोरी दिनभरि रुने कराउने र झगडा गर्ने गर्थे, जसकारण घरमा थुप्रै केटाकेटी भएको जस्तो लाग्ने गर्थ्यो। एक रात किसानले आफ्नै श्रीमतीसँग गुनासो गर्यो, हामी यति गरीब छौं कि हाम्रा भगवान पनि गरीब नै हुनुपर्छ। यस विषयमा भने किसान सत्य बोल्दै थियो। उनीहरूको गरीब भगवान त्यस सानो झोपडीको भुइँगलमा बस्थ्यो र जस्तो भगवान हुने गर्छन् ती भगवान पनि साह्रै दयालु थिए। उनलाई त्यस किसानको साह्रै माया लाग्थ्यो। उनलाई धुलो र माटोको जालले भरिएको भुइँगलमा बसेर तल नाच्दै खेल्दै गरेका बालबालिकाको आवाज सुन्न साह्रै मन पर्थ्यो। तर उनी गरीब भगवान थिए र गरीब भगवानबाट जति टाढा बस्यो उति नै राम्रो हो भन्ने मान्यता थियो। गरीब भगवान बिम्बोगेमीले दुर्भाग्य मात्र ल्याउँछ। सबैलाई थाहा थियो कि यदि कोही बिम्बोगामीमा लिप्त भयो भने त्यो व्यक्ति कहिले धनी बन्न सक्दैन। श्रीमतीले भनिन्, मलाई लाग्छ तिम्रो कुरा सही छ। यदि हामी यहाँबाट निस्किएर कतै गयौं भने हाम्रो जीवनमा पक्कै केही सुधार हुनेछ, हाम्रो जीवनमा पनि केही प्रगति हुनेछ। मध्यरातमा जब गरीब भगवान गहिरो निन्द्रामा हुनेछन् हामी यहाँबाट निस्कन पर्छ। त्यसबेला निस्कियौं भने उनले हामी गएको पत्तो पाउने छैनन्। त्यसपछि हामी यस गरीब भगवान र हाम्रो दुर्भाग्यबाट मुक्त हुनेछौं। किसानले आफ्नै श्रीमतीलाई अंगालो हालेर खुसीले नाच्न थाले। अन्ततः उसले महसुस गर्यो कि उनीहरू निकै गरीब थिए, तर त्यो उसको दोष थिएन। यो एक राम्रो जुक्ति हो। उसले भन्यो, हामी बिहान सबेरै निस्कनेछौं, पहाडबाट सूर्य उदाउन अघि नै। उनीहरूले आफ्नो सामानहरू एउटा झोलामा हाले। त्यसपछि डसना ओछ्याएर दुवैजना सुत्ने प्रयास गरे। पल्टिरहेको बेला किसानले गरीब भगवानबाट छुटकारा पाएपछि आफ्नो जीवन कस्तो होला भनेर कल्पना गर्न थाल्यो। सायद उसले ठूलो र सम्मानित निरीक्षकको रूपमा जागिर पाउन सक्छ कि। त्यसपछि उसले अरू किसानहरूलाई काम गर्न लगाउँथे होला, वा हुन सक्छ ऊ एउटा समुराई, एक बहादुर वफादार योद्धा बन्न सक्छ जसले आफ्नो शूरवीर मालिकको परिवार र भूमिको रक्षा गर्नेछ। किसान आफ्नो भावी जीवनको लागि यति उत्साहित भयो कि उसलाई निन्द्रा लागेन। श्रीमतीको निन्द्रामा गडबडी नहोस् भनेर ऊ कुनै आवाज नगरी बिस्तारै ओछ्यानबाट उठेर बाहिर गयो। त्यहाँ चन्द्रमाको उज्यालोमा उसले एक अपरिचित व्यक्तिलाई चप्पल बनाउँदै गरेको देख्यो। म तिम्रो घरको भुइँगलमा बस्ने गरीब भगवान हुँ। तिमी अर्कै गाउँ जाँदैछौ भन्ने सुनेको छु, त्यसैले म तिम्रो यात्राको लागि चप्पल बनाउँदैछु। किसानले पहिले एउटा खुट्टा र त्यसपछि अर्को खुट्टा भुइँमा ठट्टायो। त्यसपछि ऊ कराउन थाल्यो। उसले यति चर्को स्वरले चिच्याए कि उसकी श्रीमती पनि निन्द्राबाट बिउजिन्। श्रीमती, श्रीमती, उनी हाम्रो गरीब भगवान हुनुहुन्छ। हामी यहाँबाट जाँदैछौँ भन्ने कुरा उहाँलाई पहिले नै थाहा रहेछ। यिनी हाम्रो पछि पछि आउने सोचमा छन्। अब हामी यिनी र हाम्रो दुर्भाग्यबाट कहिले टाढा हुन सक्दैनौ। श्रीमतीले सान्त्वना दिन खोजिन्, तर त्यसले कुनै फाइदा भएन। उसले रातभरि शोक मनायो। बिहानसम्म गरीब भगवान चप्पल बनाएर पर्खिरहे। घाँसबाट बनेको चप्पल छिट्टै बिग्रिने भएकाले उनले यात्राको लागि 6 जोडी चप्पल बनाएका थिए। यद्यपि कुनै यात्रा नहुने भए तापनि गरीब भगवानले चप्पल बनाइरहनु भयो। उनले घाँसको सानो थुप्रो लिएर चप्पल जस्ता उपयोगी चीज बनाउनु राम्रो हो भन्ने सोचे। त्यस दिन बेला बेलामा किसानका छोराछोरीहरू खेल्न छोडेर र गरीब भगवानलाई घाँसको सामान बनाएको हेर्न थाले। बच्चाहरूले उनलाई हेर्दा कुनै आवाज नगरी हेरिरहन्थे। उनले हरेक बच्चाको लागि एक जोडी चप्पल बनाए। रातभरि गरीब भगवान घर छेउमा बसेर चप्पल बनाइरहे। भोलिपल्ट बिहानसम्म थप 12 जोडी चप्पलहरू बनाइसकेका थिए। उनले ती चप्पलहरू एकसाथ बाँधेर घरको छतमा झुन्ड्याए। भोलिपल्ट उनले एक ठाउँमा गाढा रातो घाँस भेट्टाए।
जब त्यो घाँसलाई पहेँलो घाँसमा मिसाएर चप्पल बनाइयो त्यो चप्पल निकै सुन्दर देखियो। यसरी नै धेरै दिन बित्यो। किसान र उनकी श्रीमती अझै उदास नै थिए। केटाकेटीहरू पनि सदाझै खेल्दै झगडा गर्ने गर्थे। अनि गरीब भगवानले पनि चप्पल बनाउन छाडिनन्। ती सबै चप्पलहरू बलिया थिए र किसानको खेतमा उब्जाएको धानको डाँठबाट बनेका थिए। घाँसलाई गहिरो नीलो रंगको बनाउने तरिका पनि गरीब भगवानले पत्ता लगाइसकेका थिए। उनले पहेँलो, रातो र नीलो रंगको घाँसबाट सुन्दर चप्पलहरू बनाए। एक दिन गाउँका एकजना मानिस उनको घरको बाटो हिँड्दै थियो। उनले गरीब भगवानको काम देखे। श्रीमान, तपाईले बनाउनु भएको यो चप्पल धेरै सुन्दर रहेछ। धन्यवाद, गरीब भगवानले भने। उनले यस्तो मायालु शब्दहरू पहिले कहिल्यै सुनेका थिएनन्। मसँग धेरै चप्पलहरू छन्, कृपया एक जोडी लिनुहोस् र तपाईको श्रीमतीलाई दिनुहोस्। यात्रीले गरीब भगवानलाई धन्यवाद दिए र एक जोडी चप्पल लिएर गए। अर्को हप्ता अर्को यात्री चुपडीबाट गुज्रियो। श्रीमान, मैले मेरो छिमेकीबाट तपाईको चप्पलको बारेमा सुनेको थिएँ। उसले भनेको थियो कि तपाईको चप्पल सुन्दर र बलियो छ। धन्यवाद श्रीमान, गरीब भगवानले भन्नुभयो। कृपया आफ्नी श्रीमती र बच्चाहरूका लागि यी चप्पलहरू लिएर जानुहोस्। किसानकी श्रीमतीले त्यो कुरा सुनिन् र आफ्नो श्रीमानलाई सबै कुरा सुनाइन्। ऊ दुखी हुन छाड्यो र बाहिर निस्केर गरीब भगवानलाई भन्यो, यी चप्पलहरू मानिसहरूलाई सित्तैमा नदिनुहोस्। मानिसहरूलाई भन्नुहोस् कि यो चप्पलको मूल्य 1 बोरा धान हो। गरीब भगवानले सोच्नुभयो कि यो एक राम्रो सुझाव थियो। भोलिपल्ट 2 जना गाउँले आए, एक एक जोडी चप्पल लिएर धानको बोरा दिएर गए। तेस्रो दिन अर्को गाउँलेले एक जोडी चप्पल किने। त्यस गाउँलेले भने धानको बोराको सट्टा कुखुरा दिए। किसानले घरभित्रैबाट सबै कुरा हेरिरहेको थियो। यी सबै चप्पल गाउँमा लिएर गए भने धेरै जोडी बेच्न सक्छु भनी उसले सोच्यो। भोलिपल्ट बिहान किसानकी श्रीमतीले सबै चप्पललाई एक बन्डलमा बाँधिन्। किसानले त्यो बन्डल आफ्नो पिठ्यौमा बोकेर गाउँतर्फ लाग्यो। राति फर्कँदा उसले खानको लागि 6वटा कुखुरा, आफ्नी श्रीमतीको लागि नयाँ भाँडा र प्रत्येक बच्चाको लागि एउटा मिठाई लिएर आयो। ऊ एउटै चप्पल पनि बाँकी नराखी सबै बिक्री गरेर आएको थियो। किसानले भन्यो, हे भगवान, कृपया हाम्रो लागि थप चप्पलहरू बनाउनुहोस्। म पक्कै बनाउनेछु, गरीब भगवानले भने। तर तिमीले आफ्नो धान खेतबाट धेरै घाँस ल्याउनु पर्छ। किसान र उसको परिवारले गरीब भगवानले भनेको कुरा पूरा गरे। चाँडै नै तिनीहरू सबै घाँस काट्न, घाँसलाई विभिन्न रंगमा उमार्न, गरीब भगवानलाई सहयोग गर्न र उनले बनाएका चप्पलहरू गाउँमा लगेर बेच्न व्यस्त भए। उनीहरू सबै यति व्यस्त भए कि उनीहरूले आफ्नो जीवन परिवर्तन भइरहेको तथ्यलाई ध्यान नै दिएनन्। जब घरमा सबैको लागि पर्याप्त खाना थियो र कोही भोकै बस्न पर्दैन थियो। बाबुआमा खेतमा काम गर्दा केटाकेटीहरू पनि त्यही गएर खेल्ने गर्थे। उनीहरू रमाउँदै हाँसखेल गर्ने गर्थे र यताउता दौडने गर्थे। तर कसैले उनीहरूले हल्ला गरिरहेका छन् भनेर सोच्दैन थिए। सधैँ चिन्तित हुने श्रीमती अहिले काम गर्दा गर्दै गीत गाउन थालेकी छिन् र कहिलेकाहीँ जरको स्वरमा हाँस्ने पनि गर्छिन्। किसानले पनि चप्पल बनाउन सिकिसकेको थियो। अझै अचम्मको कुरा के थियो भने किसानको रूपमा जो व्यक्ति साह्रै अल्छी थियो उही नै चप्पल बनाउने एक दक्ष कारिगरी बनेको थियो। उसले यति सुन्दर चप्पल बनाउँथ्यो कि त्यसलाई खुट्टामा लगाउनको सट्टा भित्तामा टाँगेर सजाउन मन लाग्थ्यो। अझ गरीब भगवानका लागि यो परिवर्तन झनै अचम्मको थियो। प्राय गरीब भगवानहरू पातलो हुन्छन् किनभने तिनीहरू भोकाएका हुन्छन् र जर्जर अवस्थामा हुन्छन् किनभने तिनीहरू गरीब हुन्छन् र कसैले तिनीहरूलाई माया गर्दैनन् किनभने तिनीहरू गरीब हुन्छन्। तर किसानको गरीब भगवान भने केही मोटो भन्दै थियो। तिनीहरूका फाटेका लुगाहरू अब सिलाइएका हुन्थे र तिनीहरूको धुलोले भरिएको भुइँ अब सफा हुने गर्थ्यो। अझ अचम्मको कुरा के थियो भने किसानको परिवारले अब उनलाई माया गर्न थालेका थिए। अब सौभाग्यका भगवान फुको नोकामी त्यस घरमा आउनुपर्छ र किसानको परिवार साँच्चै धनी बनाउनका लागि गरीब भगवान अन्तै जानुपर्छ भन्ने उनलाई राम्ररी थाहा थियो। सोगात्सु नयाँ वर्ष जापानको सबैभन्दा महत्वपूर्ण चाड हो। यस वर्ष सोगात्सुको आगमनसँगै किसान परिवारले आफ्नो सानो झोपडी राम्ररी सफा गरे। उनीहरूले नयाँ वर्षको स्वागतका लागि मिठा मिठा परिकार बनाए। नयाँ वर्षमा आफू पक्कै धनी बन्छु भन्ने किसानलाई पूर्ण विश्वास थियो। त्यस दिन मध्यरातमा पुजारीले मन्दिरको ठूलो पित्तलको घण्टी बजाउने चलन थियो। उसले बिस्तारै 108 पटक घण्टी बजायो। उपत्यकाका चारैतिर घण्टीको आवाज फैलिएसँगै मानिसहरूले घरको ढोका खोलेर नयाँ वर्षलाई स्वागत गर्ने परम्परा थियो।
उपत्यकाका चारैतिर घण्टीको आवाज फैलियो र मानिसहरूले घरको ढोका खोलेर नयाँ वर्षलाई स्वागत गरे। तर घण्टी बज्ने बित्तिकै गरिब भगवान किसानको घरबाट बिदा हुन उनीहरूको अगाडि प्रकट हुनुभयो। सधैँ गीत गाउने उनकी श्रीमती रुन थालिन् र केटाकेटीहरू जो एक अर्कासँग झगडा गर्दै खेल्थे र सधैँ आफ्ना आमा बाबुको आज्ञा मान्थे उनीहरूको खुट्टामा समातेर रुन थाले। किन छाड्दैछौ? किसान रुन थाल्यो। हामी तिमीलाई माया गर्छौं। अब म जानुपर्छ। यदि म गएन भने तपाईँ कहिले धनी बन्न सक्नुहुन्न। हेर, यदि म गएन भने तिमी कहिले धनी बन्न सक्दैनौ। हेर, उहाँ धनी भगवान हुनुहुन्छ जो मेरो ठाउँमा बस्न आउनु भएको छ। धनी भगवान साँच्चै घरको खुला ढोकामा उभिरहेका थिए। उनको मांसपेशी अनुहारमा मुस्कान थियो। उनले गहनाले भरिएको किमोनो लुगा लगाएका थिए। उनले गरिब भगवानको हात समातेर ताने। छिटो गर, उनले आदेश दिए। नयाँ वर्ष आउनु अघि नै तिमी यहाँबाट जानुपर्छ। अब यो मेरो परिवार हो। म यिनीहरूलाई धनी बनाउन आएको हुँ। धनी भगवानले गरिब भगवानलाई एकातिर ताने र किसानका छोराछोरीले गरिब भगवानलाई अर्कोतिर ताने। कसैले पानीले भरिएको भाँडो फ्याँकिदियो र त्यति धेरै हल्लाखल्ला र कोलाहल मचियो कि छिनमै किसानले चिच्याएर आफ्नो विचार व्यक्त गर्नुपर्ने अवस्था आयो। पर्खनुहोस्, किसानले करायो, जो अब एक गुणी कलाकार बनेको थियो। सबै शान्त भए। त्यति बेला घण्टीको आवाज र किसानको कडा स्वर मात्र सुनिरहेको थियो। उसले भन्यो, मलाई साँच्चै धनी बन्ने मन थियो, तर अहिले मेरो घरमा हाँसो र सङ्गीत छ। हरेक दिन म सुन्दर कलाकृतिहरू सृजना गर्छु। हामी पहिले नै धनी भइसकेका छौँ। अनि किसानले बोल्ने बित्तिकै सबैले मिलेर धनी भगवानलाई छ्यालबाट बाहिर धकेले र ढोका बन्द गरिदिए। त्यतिकैमा मन्दिरको घण्टी बज्न बन्द भयो। सबैले गरिब भगवानलाई अङ्गालो हाले। आफ्नो सौभाग्य मनाउन सबैजना मिठा परिकार खान बसे। त्यसपछिका केही वर्षमा किसान र उनको परिवारले हजारौं जोडी चप्पलहरू बनाए। प्रत्येक जोडी चप्पल पहिलेको जोडी भन्दा फरक र सुन्दर हुन्थे। छोराछोरी हुर्किए र बिहे गरे। तिनीहरूले नजिकै आफ्नो लागि घर बनाए र तिनीहरूका छोराछोरी बाहिर आँगनमा खेल्ने गर्न थाले। हरेक नयाँ वर्षको पूर्व सन्ध्यामा किसानको सम्पूर्ण परिवार उसको वरिपरि भेला हुन्थे र उसले उनीहरूलाई चप्पल र आफ्नो घरको भुइँगलमा बस्ने गरिब भगवानको कथा सुनाउँथ्यो। गरिब भगवान, हाम्रो भुइँगलमा बस्नु हाम्रो लागि राम्रो भाग्यको कुरा हो, उसले भन्थ्यो। उहाँ बिना हाम्रो के हुन्थ्यो होला भन्ने म कल्पना पनि गर्न सक्दिन। गरिब भगवान त्यसपछि सधैँ मौन रहनुभयो र केही समयपछि किसान परिवारले उनको आवाज पनि सुन्न छाडे। उहाँ सधैँ लजालु रहनुहुन्थ्यो। परिवारले उनलाई सायदै त्यसपछि देखेनन्। उनी कतै जानुभएको थिएन। केही समयपछि उनलाई कसैले देखेनन्। दुर्लभ चराको गीत जस्तै जुन केही क्षणका लागि मात्र सुनिन्थ्यो, उनी त्यसै गरी विलीन भए। तपाईँ हामी जसरी त्यो गीत फेरि सुन्न सक्दो प्रयास गर्छौं, तर केही सुन्न पाउँदैनौं, उनी त्यस्तै थिए। त्यसपछि जसरी शंका लाग्न थाल्छ कि चरा साँच्चै गाउँदै थियो वा त्यो एक भ्रम मात्र थियो, उनी त्यही भ्रम जस्तै थिए। यो रहेको थियो जापानी लोक कथा किसान र गरिब भगवान। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। आजको लागि कथा सकिएको छ। भोलि पुनः नयाँ कथाको साथ उपस्थित हुने नै छु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।